जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म इष्ट कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, हामी व्यापार गर्दा गर्दै, जागिर खाँदा खाँदै, खेती किसानी गर्दा गर्दै हामीसँग आय स्रोतको बाटो हुँदा हुँदै पनि हामीलाई कर्जाबाट मुक्त हुन धेरै गाह्रो भइरहेको छ। ऋण नै तिरिरहेको छैन भने कहीँ बजारबाट सानो खालको, यत्रो पर्दैन, सानो खालको 5वटा कलश लिएर आउनुहोस् र यो 5वटा कलशलाई चाहिँ तपाईँ जहाँ सुत्नुहुन्छ आफू सुत्नेतिर राख्नुहोस्, धोइ पखाली नगरिकन। र मङ्गलबार बिहान तपाईँले 9 बजे भित्रमा यो कलशमा एउटा कलश निकाल्नुहोस्। 5वटा हन्डी कलशले 5वटा मङ्गलबार पुर्याउनु पर्ने हुन्छ। र यो कलशमा आधा ईँटा, तपाईँको घरमा ईँटा हुन्छ, ईँटालाई टुक्रा पार्नुहोस्, ट्याक 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 पारेर सानो सानो टुक्रा पार्नुहोस्। आधा ईँटा भर्नुहोस् र आधा सक्खर भर्नुहोस्। कहीँबाट बजारबाट ल्याएर, चिनी होइन है, सक्खर ल्याएर भर्नुहोस् र यसलाई चाहिँ रातो कपडाले बाँध्नुहोस्, रातो कपडाले मोर्नुहोस्, एउटा धजो यहाँबाट बाँध्नुहोस् र यसलाई तपाईँले मङ्गलबारको दिन गर्नुपर्ने हुन्छ। खाली खुट्टा, खाली पाउ गएर गर्नुपर्ने हुन्छ यो गर्ने बेलामा। र यो तपाईँको यो जो हन्डी छ माटोको, यसमा तपाईँको ईँटा छ, सक्खर छ, रातो कपडाले बाँधिएको छ र यसलाई लिएर जानुहोस्। भरिसक्के कुनै पनि उपाय गर्दाखेरि खाली खुट्टा गर्नु होला है। मैले जति पनि उपाय भन्छु, उपायको हकमा चाहिँ खाली खुट्टा, केही जुत्ता चप्पल नलगाइकन गर्नुपर्ने हुन्छ। र यो माटोको हन्डीलाई काहीँ निर्जन, काहीँ बिरानो, काहीँ एकान्त ठाउँमा अथवा काहीँ जङ्गलमा तपाईँ बसेको वासस्थानबाट दक्षिणपट्टि, कुरा बुझ्नुभयो नि। यो हामीले मङ्गलको उपाय गर्दैछौँ, कर्जाको उपाय गर्दैछौँ र हामीले भूमिमा यसलाई चाहिँ राख्दैछौँ। काहीँ निर्जन एकान्त जङ्गल अथवा काहीँ अलिकति एकान्त कुनामा गएर, अलिकति कोही मान्छे नपुग्ने ठाउँमा, चाहे जङ्गलमा होस्, चाहे खोलाको तटमा होस्, चाहे कहीँ होस्, 1-1.5 हात जमिन खन्नुहोस्। जमिन खन्नुभन्दा पहिला जमिनलाई प्रणाम गर्नुहोस्। हे मङ्गल देवता, हे भौम देवता, हे कुल देवता, हे पितृ देवता, मलाई धेरै कर्जा लागेको छ, यो कर्जाबाट मुक्ति पाऊँ है भनेर खाल्टो खन्नुहोस् प्रणाम गरेर। र यो खाल्टो खनिसकेपछि यो कलशलाई, यहाँ तपाईँको माटोको कलश छ, यहाँ ईँटा छ आदि भरेको, आदि सक्खर छ, रातो कपडाले मोरेका छौँ र यसलाई आफ्नो शिरमा 7 चोटि उल्टो घुमाउनुहोस् र आफ्नो मनोकामना माग्नुहोस्, मेरो कर्जा चाँडै पूर्ण होस् भनेर। र यसलाई त्यो जमिनभित्र गाडिदिनुहोस्, माटोले पुरिदिनुहोस्, प्रणाम गर्नुहोस्। माटोले पुरेर प्रणाम गरिसकेपछि फटाफट हिँड्नुहोस्। यसलाई फेरि पछाडि फर्केर नहेर्नु होला। पक्कै पनि तपाईँले यो उपाय गर्नुभयो भने तपाईँको कर्जा केही दिनमा घटेर जानेछ। गरेर हेर्नुहोस्। यहाँहरू सबैको जय होस्।